माथि यतासित हिलो सिरक माथि हिलो लु नै ब्ल्याङ्केट भन्ने हुन्छ सिरक भन्ने हुन्छ त्यसमा बसेर हिलो हावावर्धन वेलकम त्यही ओढेर हिलो ओके चन्दने ठिक छ नि ठिक छ म त ठिक छु दोस्रो ओढेर बसेर गर्ने हो आइस छैन साथीहरू बसेर गर्ने कोडेर भाइ बसेर ओढेर त ब्ल्याङ्केट भित्र जान्छ अनि माथि आफ्नो ज्यानमा पनि पर्छ ब्ल्याङ्केटमा पनि पर्छ नि त हाल्यो वेलकम बसेर ल त नि अनि सेकेन्ड पनिशमेन्ट बाख्रासँग बिहे गर्यो भने भैँसीसँग सुत्न जाने कि त कुकुरसँग सुत्न जाने कुकुरसँग बिहे गर्यो भने बाख्रासँग सुत्न जाने भैँसीसँग गर्यो भने भन्ने बित्तिकै उ पनि हुनुपर्ने हामीसँग कुकुर छ हामीसँग कुकुर छैन तसँग बाख्रा छ भैँसी छ त के नाटक गरेको बाख्रा भैँसी छ ल अनि के गर्नु अनि तैँले बाख्रासँग बिहे गरिस् भने भैँसीसँग गएर सुत्छस् तैँले भैँसीसँग बिहे गरिस् भने त बाख्रासँग सुत्छस् कस्तो खालको फुल पनिशमेन्ट हो दाइ एनिमल हरासमेन्ट आउँछ कि त्यो पनिशमेन्टले हिजो त्यत्रोसम्म तान्नुसम्म त केही भएन तँलाई अहिले पुरा नाटक गर्छस् ओए इटावाला उल्टा देऊ त इटावाला हाम्रो पनि बदला पुरा तपाईँको थुतुनु छैन तेरो ठुलो हता नि इटावाला भाइ इटा बाँधेर मेरो अहिलेसम्म खुट्टा टटाइरह इटावाला हुन्छ यहाँ दोस्रो इटा सावर अब तिम्रो डिला भन ल थर्ड पनिशमेन्ट रुखमा जाने हिलो खनाउने रुखमा गएर रुख छैन म कहाँ जानु रुखमा रविन्द्र दाईको इट्टावाला चेन्ज हुन्छ है किनकि रविन्द्र इट्टावाला होइन रुख छैन तपाईँले त इट्टावाला त गर्नु भने त ब्ल्याङ्केट ओछ्याएर या सिरेक ओछ्याएर हिलो हाल्ने सेकेन्ड नम्बरको रुखको माथि होइन सेकेन्ड नम्बरको अप्सनमा हो तपाईँ पनि भैँसी कुकुर के हुन्छ त्यही बिहे गर्ने होइन रोबिन दाइसँग कुकुर भयो बाख्रा छैन पक्कै पनि अनि मैले बाख्रा भैँसी कुकुर केही छैन मेरोमा यार अनि हेर हेर एरिस उहाँसँग पनि हुँदाखेरि पनि दिन सुहाउँछ क्या चारैजनासँग छ भने चाहिँ सुहाउँछ दाइ हो के ल भन्नु त ल अप्सनमा राख्छु नि त मसँग त छ म त गरिदिन्छु भैँसीसँग बिहे गरेर बाख्रासँग छैन नि त ल दोस्रो रुखमा जाने हिलो खनाउने तेस्रो नम्बरको तपाईँहरूको त्यही हो खरानीवाला के हो त्यो के हो त्यो खरानीवाला खरानी र तेल हो ल आऊ ल ल हुन्छ नि रुबिन खरानी बिहेवाला अलिकति चेन्ज गर्ने कि फन्नी हुन्छ कि यार के रे बिहेवाला होइन किन कसरी फन्नी भयो भैँसीसँग बिहे गरेपछि भैँसीसँग नसुत्ने भैँसीसँग बिहे गर्ने सुत्न चाहिँ बाख्रासँग जाने कसरी फन्नी हो तेरीमा एकटा गन तँलाई पनि सुत्न बानी पर्छ आइरिस मसँग न भैँसी छ न गाई छ यहाँनिर घरमा पर जानुपर्छ आधी घन्टाको बाटोमा म कहिले जानु कहिले त्यसमा त कपाल जुम्रा मात्र ल भैँसीसँग बिहे गर्ने सट्टा दारीसँग काट्देऊ मा छोड्देऊ ओ सरी निकाल्देऊ काट्देऊ हटा हो दाइ हो ए ब्रान्डेड न तिमीसँग भैँसी छ न तिमीसँग रुख छ तिमी कुन गर्छौ एउटा कुरो न स्कोर छ स्कोर अघि मेरो दारीसँग काट्दिनु नलेउ दाइ स्कोर डबल ट्याप मात्र मित्र ल ल छिटो सुरु गर ए ब्रान्डेड पहिला गर्न सकिन्छ जुन पनिसमेन्ट दिएको छ रुख छैन म ऊ डोडा माथि बसेर गर्छु हिलो हाल्छु के भयो हुँदैन दारीजुङा कस्तो ड्रम माथि हो त इजी भ्याट कहाँ हाम्रो चाहिँ ड्रम माथि रुखमा चाहिँ पहिला पनि के हो त तिमीहरूको भन्यो त इट्टा लगाएर उल्टा सावर गर्ने दोस्रो के हो सेकेन्ड पनिशमेन्ट त्यही खरानी तिमीहरूले गरिसक्यौ अनि भैँसीसँग बिहे गर्ने बाख्रासँग गएर सुत्ने या ब्ल्याङ्केट ल्याउने ब्ल्याङ्केटमा बस्ने अनि माथिबाट पानी हाल्ने मसँग कुन चाहिँ कुकुर छ र मैले त यसो गरी मसँग भैँसी छैन मसँग भैँसी छैन बाख्रा छ म कहाँ जानु कसकोमा जानु भैँसीको ठाउँमा कुकुर छैन हिलो छ कि नै म पाल्दिनँ कुकुरै हिलो छ मसँग म यहाँ रुख छैन उता बाहिर लाइट छैन छु त पनिशमेन्ट ब्ल्याङ्केट तल राख्ने ब्ल्याङ्केटको माथि बस्ने अनि हिलो खनाउने ल भन्नुहोस् त चन्दन लो भन आफै ल भन अन्तिममा एउटै मात्रै गर्ने भएको छ मसँग रुख छैन रुखमै जानुपर्ने म डोडा माथि गर्दा हुँदैन हिलो हाल्दा हुँदैन दाइ ल भन त ऊ माथि बसेर त अलि दर्शकलाई चित्त बुझ्दैन क्या यार अगाडि मेरो क्यामेराले पुग्दैन उहाँ पर लाइट छैन कस्तो रहेछ र यार अलिकति खर्च गर्ने खोज्यौ तिमी चन्दनलाई भन्दा पनि डाटा लिएर काठमाडौँ पनि पुगिन्छ भर्खरै अब तिमी अब त्यही डाटा कहिले लिनु यार अप्सन छ तिमीसँग मेरो पनि कुन चाहिँ कुकुर छ र
तपाईँलाई मेरो जस्तो तपाईँको जस्तो सुविधा भएको भए नि म यहाँबाट होइन म माथि गएर गेम खेल्छु म चौरी ब्रान्डेड तँसँग अप्सन छ यार आइज त मलाई टङ्की सान सक्छस् ओइ ओइ उठे यस्तै घमण्ड गर्छ यार कुल्लो भन्नु न त अनि टङ्की सान मैले रुखको एक्सेप्ट गरेको छु दाइ म यहाँ बसेर यो गर्छु पुलिसले के अथवा तेरी आमा फ्याक के बोल्छे तेरी भैंस की आएर मैले टङ्की सान रे के बोलेको चल्ले किन हङ्ला फेरि ब्रान्डेड र हिलो छैन ए बाबा म तँलाई कतिचोटि भने यार मैले भन्दैछु मसँग गाई बाख्रा छ भैँसी छैन गाई छैन यहाँ नजिक छैन पर ए ल ल ल ड्रममा देऊ के ड्रममा देऊ यार के भन्न अनि एउटा भनेको सुन्नुपर्छ नि त मान्छेले लेडी ढिप्त गर्न पाइँदैन नि त दाइ यार के छ ड्रममा देऊ भरे मैले एक्सेप्ट गरौँला म रुखमा नजाउँला भरे पहिले फिक्स गरेर खेल्नु पर्यो नि त भरे रुखमा जाँदा यार नेपालमा रुख्न बाठो कहाँ खारा यार यो भाइले पनि अनेक बाहना बनायो यार बाना होइन दाइ मेरो जन्मदिने आमाको कसम लाइट पनि छैन बाहिर रुख पर छ जानुपर्छ यार कि दारी काट्नु देऊ यार झोला नि दारी काट देऊ तेरो दारी देखा पहिला ओए म कबर खुलाइदिन्छु यो ल्याङ चन्दन बोल्दै मलाई नजोडा झोला यार यसरी यति मुरी यार यार 5 मिनेट गेममा आधा घण्टा झगडा गर्छौ यार छ्याक अनि हो यस्तो त मैले बच्चाको डाइपर कसरी किन्नु यार यस्तो पाराले म साँच्चै कडा बोल्दै मलाई बच्चाको डाइपर किन्ने पैसा नै आउन्न यस्तरी त यार ड्राइभर किन्ने भने त एउटा हुनुपर्छ नि त ओके डोना माथि बसेर गरिदिन्छु भयो त ल भयो जाउँ ल तिनटामा एउटा गरौँ ल के भएको छ र अब ल जाऊ आऊ भन्नुहोस् म चाहिँ अब एकछिन खाना खाएर आउँछु ल भयो त आउनु यार छिटो गर्न भाइ छिटो आउने यार एउटा के रेडी छु म त रेडी छु मलाई जे दियो भने सुन ओए पनिसमेन्ट 25 मा कि 30 मा पल्टिल गरौँ खै गेम कडा छ भ्युअर 12,500 हुनुहुन्छ 30,000 भए पनि केही टेन्सन छैन 30,000 गर्ने कि 25,000 गर्ने भन 25 30 जे पनि गर्दा हुन्छ उठे भन 25 ठिक हुन्छ भ्युअर्स अनुसार च्यालेन्जिङ अनुसार 30 होला 30 गर्ला पर्ला जस्तो लाग्यो 30 ल 30 किनभने डबल ट्यापले मात्र भएन हामीलाई बच्चाको डाइपर किन्नु छ के त 30 गर्ने भन्नुहोस् त 25 गर्ने आइला 30 गर्ने ल 30 ल जाऊ जसको शक्ति उसैको भक्ति लो जसको शक्ति उसैको भक्ति लो हिलो खाना नुहाउनु गाह्रो कुरा नि केटा यार जाम गाइस 30 के ल गाइस दिलो 30 के ल त्यो अनुसार डबल ट्याप हुन्छ के यहाँ अब हेलो ए यहाँ के भइरहेछ यार साथीहरु कस्तो के भइरहेछ यार गेम लगाएको कति मिनेटपछि सन्चो गाइस ट्रिपल छ गेमलाई फोकस गर्नु प्लिज 30,000 पुराउनु छ यार 30,000 पुराउनु छ मेरा मित्र गाइस गेमलाई फोकस गर्नु ल गाइस ट्रिपल खोल्ने बित्तिकै चुत्त यसको जाऊ गो फास्ट जाऊ गाइस पेलो गाइस सक्दो पेलो चलो गाइस जाऊ ट्रिपल गो फास्ट गाइस ट्रिपल गाइस ट्रिपल छ गाइस पेलो गाइस ट्रिपल छ गाइस पेलो ओके सबका सब गाइस सक्दो पेलो गाइस 30,000 पुराउनु छ यार थ्यांक यू सो मच एमएस यस एमएस एन्जिना जिम्बा सुजिना थ्यांक यू सो मच ए यहाँ के भइरहेछ यार बाटोमा हिँडेको मान्छेलाई के गरे यार के भइरहेछ यार डबल ट्यापको बाटोमा हिँडेको मान्छेलाई के गरे यार यो के हो डबल ट्यापको कमी हुनु भएन गाइस एकचोटि सबैजनाले मेम्बर हात पनि लिनु भने साथीहरुलाई ल स्पिड चलायो मित्रहरु स्पिड चलायो आइबक्स डबल ट्याप गाइस टपा टप बुस्टिङ रेडी गर गाइस बुस्टिङ रेडी गर ओके गाइस सबका सब गाइस लेट्स गो जाऊ रप्पा पुष्पा नाम समझ के फ्लावर समझे के मैं तेरी भैंस की कहाँ गो जाऊ गाइस ट्रिपल एउटा मात्र बुस्टिङ डबल खोल्नु ट्रिपल खोल्ने बित्तिकै बुस्टिङ पता भन्नुस् 30 के पुराउनु छ यार अलिकति मेरो गरेर बुस्ट लगा भाइ गाइस 30 के जाऊ लेट्स गो फर 30 के माथि गाइस जाऊ गाइस गो लेट्स गो गाइस बूस्टर आई एम रिक्वेस्टेड गाइस बूस्टर प्लीज जाऊ 30 के जाऊ
The punishment is ready, guys, okay? Let's go, my team, guys. 30 guys. Down. Go. My team, yes. I'm gonna Messi. Down. Guys, go fast. Get down. Guys, 30 guys. Guys, jam guys. Guys, 30 guys, यार 30 के यस्तो पार्ने ट्रिपल सक्यो 30 के यार ट्रिपल सक्यो क्या अब बाँकी डबल गर्नु फर्मा गाइस जाऊ गाइस 30 के गाइस पोजिसन 30 के मा हुन्छ गाइस ओके हात्ती छिरो पुच्छर अड्क्यो बनाउनु हुन्न गाइस डबल ट्याप पेला मेरा मित्र यही काली समय को रचे महाभूत फिर मचे भागे शिकारी जिधर पीछे दौड़े शिकारी उधर जीता शिकार जिलेगा एक दिन हरा शिकारी तो जीना नामुमकिन एक जान की भूख मिटाने को एक जान की बहुत जरूरी है जाको पकड़े ये आया तो कर देंगे टुकड़े हुई केटा नाचेर हुन्न गाइस 30 के पुराउनु पर्छ गाइस यार गाइस द ब्ल्याङ्केट इज वेटिङ फर मी द ब्ल्याङ्केट इज वेटिङ फर देम गाइस बुस्टर लगाओ गाइस बुस्टर प्लिज गाइस बुस्टर लगाओ केटा हो यस गाइस 30 के जाऊ गाइस 30 के भेट्छ 30 के वाह जीवन है ये इंसान Guys, 30 के let's go! Yeah!